शिक्षक, अभिभावक र विद्यार्थी सबैको जीवनमा एउटा साझा चुनौती हुन्छ। मानिसहरूका बीचमा शान्ति र सन्तुलन कसरी कायम गर्ने? यहाँ ठूलो प्रश्न छ। विद्यालय, घर वा समुदायमा कहिलेकाहीँ त्यस्ता परिस्थितिहरू आउँछन् जहाँ केही व्यक्ति वा परिस्थितिले लगातार तनाव उत्पन्न गराउँछन्। हामी चाहेर पनि सबैसँग शान्ति र सद्भाव कायम गर्न सधैँ सम्भव हुँदैन। तर हामीले गर्न सक्ने कुरा भनेको जहाँसम्म सम्भव छ त्यहाँसम्म शान्ति र समझदारीको वातावरण बनाउन प्रयास गर्नु हो। शिक्षकका लागि यो पाठ अझ गहिरो छ। प्रत्येक विद्यार्थी फरक स्वभाव, सोच, परिस्थितिबाट आउँछन्। कतिपय विद्यार्थीहरू विद्रोही देखिन्छन्, अरूहरू चुपचाप साइलेन्ट स्वभावको हुन्छन्। शिक्षकले सबैमा सन्तुलन कायम गर्ने प्रयास गर्दा कहिलेकाहीँ आफूमा निराशा हुँदछ। पृष्ठभूमि बुझ्नु पर्ने कुराहरू त्यति सजिलो छैन। तनावहरू थपिन सक्दछ, थकानहरू आउन सक्दछन्। यी अनुभवको साथ अगाडि बढिरहनु पर्ने कुराहरू शिक्षकहरूमा छ। तर यति मात्र सम्झिनुहोस्, तपाईले सबैलाई परिवर्तन गर्न सक्नुहुन्न। तपाईको व्यवहारले कक्षाको वातावरण परिवर्तन गर्न चाहिँ सक्छ। यो व्यवहार भन्ने कुराहरू ठूलो कुरा। अभिभावकका लागि पनि त्यस्तै छ। समस्या, चुनौतीको कुराहरू हामी देख्दछौँ। सबै सन्तानहरू एउटै सोच र स्वभावका हुँदैनन्। कहिलेकाहीँ बच्चा बोल्दैन, बुझ्दैनन्, झर्किन्छन्। तर अभिभावक चाहनुहुन्छ उसले बुझिदियोस्, नझर्किदियोस्। यो कुराहरू हाम्रो आशा, अभिभावकको आशाहरू गलत होइनन्। तर उनीहरूको संसार बुझ्ने प्रयास गर्नु नै प्रेमको भाषा हो। त्यहाँनिर यही प्रेमको भाषाले नै बडो महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। तपाईले सधैँ सहमत गराउनु पर्ने पनि देखिँदैन। तर सुन्ने प्रयासले पनि सम्बन्धमा गहिरो पुल बनाउँछ। कतिचोटि हाम्रो समाजमा सुनाएको कुराहरू सुन्ने प्रयास नगर्नाले सम्बन्धहरू बिग्रेको हुन्छ। घरमा एउटा छोराछोरी र आमा बुवाको सम्बन्ध बिग्रिने कुराहरू, यो कुराले बिग्रेको अवस्थाहरू हामी देख्दछौँ। विद्यालयका प्रिन्सिपलहरू अथवा नेतृत्वकर्ताहरू जो हुनुहुन्छ उहाँहरूलाई पनि यो कठिनाइको कुराहरू देखिरहेको हामीले पाउँदछौँ। यो कुराहरू अझ जीवन्त छ। उहाँहरूलाई यो चुनौती पार गरेर आफ्नो अर्गनाइजेसनलाई अगाडि लैजानु पर्छ। संगठनभित्रका सबै मानिसहरूलाई हरेक कुरा मन पर्ने बनाउन असम्भव छ। तर हामी चाहन्छौँ, नेतृत्वकर्ताहरू चाहनुहुन्छ कि यो कुरा भइदियो हुन्थ्यो, कति असल हुन्थ्यो। तर निष्पक्षता, सहानुभूति, पारदर्शिताका आधारमा निर्णय गर्ने बानी जब नेतृत्वकर्ताहरूले आफ्नो विद्यालयमा अथवा संगठनहरूमा बसाल्नुहुन्छ भने त्यहाँनिर आत्मिक शान्ति र मनोवैज्ञानिक सुरक्षाको केन्द्र बनाउन सक्नुहुन्छ। त्यो कारणले गर्दाखेरि यो समस्याबाट उहाँहरूले सल्युसनको रूपमा पाउन सक्नुहुन्छ। कहिलेकाहीँ केही मानिस वा परिस्थितिले तपाईको शान्ति, आत्मविश्वासका विरुद्ध काम गरेका हुन सक्छन्। पक्कै पनि सधैँ राम्रो कुरा हुने कुराहरू त हुँदैन। आलोचनाहरू, प्रतिस्पर्धाहरू, गसिप अथवा हतोत्साहका रूपमा तपाईलाई विभिन्न व्यक्तिले प्रहार गर्न सक्छन्। त्यस्तो बेला आफूभित्र हेर्नुहोस्। तपाई साइलेन्ट बस्न, तपाईले आफूलाई प्रश्न सोध्न, तपाईले आफूलाई धैर्यतामा राख्न, त्यो एउटा परीक्षण गर्ने एउटा अवसर आएको त होइन? त्यो ठुलो प्रश्न छ कि यो परिस्थिति मेरो व्यवहारको प्रतिबिम्ब त होइन? कहिलेकाहीँ
आफ्नै व्यवहारको प्रतिबिम्बले त्यो देखिएको हो कि? तपाईँ प्रश्न गर्नुहोस् आफैमाथि। अरूलाई औँला छाडाउनु भन्दा अगाडि तपाईँ शान्तमा रहेर प्रश्न गर्ने बानीले तपाईलाई राम्रो गर्छ। हामी सबै कहिलेकाहीँ अरूलाई दोष दिन व्यस्त हुन्छौँ, तर आत्ममूल्याङ्कन गर्ने हिम्मत राख्न सके मात्र परिवर्तन सुरु हुन्छ। सबैको जीवनमा सबैसँग मिल्नु, सबैलाई बुझ्नु हाम्रो कर्तव्य होइन, तर जहाँसम्म सम्भव छ, इफ पोसिबल, आफ्नो आत्माको शान्ति बचाउँदै फेरि तपाईँ यतिसम्म गिर्ने, यतिसम्म घट्नु होइन, तर आफ्नो आत्माको शान्ति हराएर अरूसँग मिल्नु, अरूलाई सहायता गर्नु, त्यो कुरा पनि तपाईले आफैले आफैलाई अन्याय गर्नुहुन्छ। आफ्नो आत्माको शान्ति बचाउँदै सबैप्रति इमानदारी र सहानुभूति राख्नु राम्रो जिम्मेवारी हो। तपाईको राम्रो जिम्मेवारीको एउटा नमुना हुन्छ। यही हो शिक्षाको गहिरो अर्थ। ज्ञानले होइन व्यवहारले परिवर्तन ल्याउने शिक्षा भन्न मन पराउँछु। ज्ञानले होइन व्यवहारले ल्याउने शिक्षा भन्न मन पराउँछु म। त्यसकारणले गर्दा आज विद्यार्थी, शिक्षक, अभिभावक वा नेता जोसुकै हुनुहोस्, केही क्षण आफैसँग कुराकानी गर्नुहोस्। यो संवादले तपाईलाई सोचाइमा लैजान्छ। तपाईँ सोच्नुहोस्, म मेरो वरिपरिको सम्बन्धमा कस्तो ऊर्जा फैलाइरहेको छु। यो सोचाइले के मेरो उपस्थिति अरूको मनमा शान्ति ल्याउँछ कि दबाव, तनाव ल्याउँछ? यो सोध्ने बानीले तपाईलाई कति असल बाटोतिर लैरहेको हुन्छ। सुधारात्मक कुराहरू त अनगिन्ती रूपमा आउँदछन्। यदि तपाईले आफ्ना सम्बन्धमा सन्तुलन, सहिष्णुता र शान्तिको बिउ रोप्न थाल्नुभयो भने आजैबाट तपाईको विद्यालय, तपाईको घर, तपाईको अफिस, तपाईको मन अर्को एउटा ठुलो अफिस छ। हामी भित्र भएको मनमा शान्ति छैन भने हामी बस्ने घर, हाम्रो अफिस, हामी जहाँ जान्छौँ सम्बन्ध, यी कुराहरू बिग्रिँदछन्। सबै ठाउँमा नयाँ उज्यालो फैलाउने काम नै यी तीनटा कुराले गर्छ। तपाईले जब शान्तिको बिउ रोप्ने कुराहरूमा अग्रसर हुनुहुन्छ अनि त्यहाँ उज्यालो फैलिँदै जान्छ, त्यो उज्यालो फैलिन थालेको कारणले शान्तिको बाटो बुझ्ने र त्यसलाई व्यवहारमा उतार्ने मानिसले नै साँचो शिक्षित को रूपमा, व्यक्तिको रूपमा, एउटा नमुनाको रूपमा प्रस्तुत गर्दछ। अनि त्यो शिक्षित, त्यो साँचो शिक्षितले नै शान्ति, आनन्द, सफलताहरू, खुसी जीवनमा दिन सक्दछ भन्ने कुराहरू मैले महसुस गरेको छु। यहाँहरूलाई यस बिहान मैले यो रेकर्डिङ लिएर आएँ। कतिचोटि धेरैचोटि चाहिँ साथीहरूले, फलोवर्सहरूले चाहिँ तपाईको आवाजमा आउँदा राम्रो हुन्थ्यो होला सर, तपाईको कुराहरू राम्रा छन्, आवाजमा ल्याउने प्रयास गरिदिनुहोस् न भन्नुभएको थियो। मैले सानो प्रयास गरेँ। यद्यपि यहाँहरूले हुन्छ, यहाँहरूलाई त्यस्तो मन पर्छ भने चाहिँ सुनिदिनु होला। फेरि आउँदा दिनहरूमा प्रयास गर्नेछु। आफ्नो समयको यो व्यस्तता बावजुद पनि बिहानको समयमा अध्ययनमा बिताउने गरेको छु। अध्ययनमा गर्ने क्रममा यहाँहरूले त्यसबाट फाइदा लिन सक्नु भएको खण्डमा चाहिँ म तपाईहरुको लागि सधैँ तयार छु। शुभ दिन, नमस्कार।